हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल अगेन। आज चाहिँ म तपाईँहरूसँग है यो हेर्नुहोस् न, यो चाहिँ टिम्बुरको छोप अचार हो। सो आज चाहिँ म तपाईँहरूसँग छोप अचारको रेसिपी सेयर गर्न गइरहेको छु। त्यसको लागि चाहिँ हामीलाई चाहिन्छ टिम्बुर है, जो चाहिँ यहाँ मेरो बारीमा फ्रेस टिपेर ल्याइदिनु भएको छ दाजुले। एकदमै राम्रो है, एकदमै दामी। अहिले चाहिँ टिम्बुरको सिजन हो नि त, त्यसले गर्दा चाहिँ उहाँले टिम्बुर ल्याइदिनु भएको थियो। त्यसलाई चाहिँ मैले सुकाएर यस्तो बनाएको छु है साथीहरू। यो सुकाएको थिएँ मैले, सुकेपछि चाहिँ यो कालो हुन्छ नि त। सो अब चाहिँ मेरो चाहिँ यो अचार हाल्नुलाई चाहिँ रेडी भयो। यो चाहिँ तपाईँले पिसेर राख्नु पनि सक्नुहुन्छ है, धुलो बनाएर। र यो चाहिँ तपाईँले यतिकै नुनमा भिजाएर राख्यो भने पनि अचार खानु चाहिँ मिठो हुन्छ है। र म चाहिँ आज गइरहेको छु टिम्बुरको छोप अचार बनाउनु। त्यसको लागि चाहिँ मैले यहाँ लिएको छु लसुन है। लसुन चाहिँ तपाईँले स्किप गर्दा पनि हुन्छ, तर मलाई चाहिँ एकदमै मनपर्छ। सो मैले चाहिँ लसुन चाहिँ 4-5 पोटी लिएको छु यहाँ। त्यसपछि चाहिँ मैले लिएको छु यहाँ सुक्खा खोर्सानी है। यो चाहिँ पिरो खालको खोर्सानी हो, सुक्खा। यो चाहिँ अब मैले कति भन्दा 20-30वटा जस्तो लिएको छु। त्यसपछि चाहिँ यो चाहिँ हो नपिरो खोर्सानी, यसको चाहिँ कलरको लागि चाहिँ मैले लिएको छु है। सो मैले पिरो खालके र नपिरो दुइटै लिएको छु है। सो त्यो अर्को खालके फोटो चाहिँ त्यो कलर मात्रै आउँछ, त्यसले गर्दाखेरि चाहिँ मैले त्यो दुइटै मिक्स गरेर लिएको छु। सो अब गाइस, अब हामी चाहिँ बनाउनु सुरु गरौँ। त्यसको लागि चाहिँ अब हामीले पहिला चाहिँ के गर्नुपर्छ भने एउटा प्यानमा चाहिँ मजाले ओइल हालेर चाहिँ यसलाई चाहिँ हामीले मजाले खराउनु पर्ने हुन्छ नि त। किनभने अब खरेपछि मात्रै राम्रो हुन्छ, नभए खरेन भने चाहिँ गनाउँछ तेल है। सो तेल खराएर चाहिँ मैले चाहिँ यहाँ मजाले पहिला चाहिँ लसुन फ्राई गर्न गइरहेको छु है। सो मेरो चाहिँ यहाँ लसुन हालेर पनि अल्टाइ पल्टाइ गरेर यो चाहिँ अब फ्राई भइसकेको छ लगभग है। र बेसी रातो पनि पार्नु हुँदैन र काँचो काँचो पनि होइन। यो चाहिँ मैले चाहिँ ठिकैको फ्राई गरिसकेँ। अब त्यसपछि चाहिँ म यसमा टिम्बुर पनि फ्राई गर्ने यसरी है। र टिम्बुरलाई पनि मजाले हालेर यसरी फ्राई गर्ने अल्टाइ पल्टाइ गरेर। सो अब यो टिम्बुर पनि हाम्रो फ्राई गरिसकेको छौँ हो। त्यसपछि पहिला चाहिँ तपाईँले खोर्सानी चाहिँ फ्राई नगर्नु, किनभने खोर्सानी हालेको तेल चाहिँ अर्कै हुन्छ नि त। सो पहिला चाहिँ लसुन फ्राई गरेर अब मैले टिम्बुर पनि फ्राई गरिसकेको छु है। त्यसपछि चाहिँ अब यसलाई चाहिँ मैले निकाल्न गइरहेको छु। र यो निकालेपछि चाहिँ अब यसमा चाहिँ हामीले लु मजाले यो खोर्सानी हालेर फ्राई गर्ने। यसको राप चाहिँ डरलाग्दो आउँछ है साथीहरू हो, अलिक जोगेर गर्नुपर्ने हुन्छ, खोकी लाग्छ पुरै हो। सो यसलाई पनि अल्टाइ पल्टाइ गर्ने, बेसी फ्राई गऱ्यो भने चाहिँ कालो हुन्छ नि त। सो अब अलिअलि फ्राई गरेर चाहिँ यसलाई पनि हामीले निकाल्ने पर्ने हुन्छ। यो चाहिँ एकदमै इजी छ है। यो अब फ्राई गरेपछि चाहिँ टक्क निकाल्यो र हेर्नुहोस् त यो कति मजाले फ्राई भएको छ। र यसलाई चाहिँ अब हामीले के गर्नुपर्ने हुन्छ, मजाले मिक्सीमा हालेर स्वाइँ पिसेपछि चाहिँ भयो। त्यसपछि चाहिँ यसमा निकालेर चाहिँ हामीले सल्ट हाल्ने यसरी है। र मजाले सल्ट हालेर चाहिँ यसरी मिक्स गरेपछि चाहिँ तपाईँको चाहिँ छोप अचार चाहिँ रेडी भयो। यो चाहिँ तपाईँले नुडल्समा खाँदा पनि हुन्छ, त्यत्तिकै भातसँग खाँदा पनि हुन्छ है। यो चाहिँ यसरी बोतलमा हालेर मजाले पिर्को लगाएर राख्नुपर्ने हुन्छ है साथीहरू हो। यसमा चाहिँ मैले तेल एड गरेको छुइनँ, कतिले चाहिँ तेल हालेर पनि राख्छ। सो गाइस, तपाईँहरू पनि यसरी बनाएर खानु होला। बाई बाई।